नमस्ते सबैजनालाई फेरि पनि स्वागत छ बिगुलमा र धेरैजनाले रिक्वेस्ट गर्नुभएको थियो सर डिटेल एनालिसिस अफ रिलायन्स स्पिनिङ मिल्स भनेर। ओके, आज चाहिँ हामीले रिलायन्स स्पिनिङ मिल्सको डिटेल एनालिसिस गर्छौँ है। अनि डिटेल एनालिसिस गर्दाखेरि हामीले विकली, डेली, आवरली र 15 मिनट्सको यो चारवटा टाइम फ्रेममा हामीले यो स्क्रिप्टको एनालिसिस गर्छौँ। अनि एनालिसिस गर्दाखेरि तपाईँको के देखिरहेछ हामीले स्क्रिप्टमा, के भइरहेछ, तपाईँको एकुमुलेसन जोनमा छ, डिस्ट्रिब्युसन जोनमा छ, म्यानिपुलेसन जोनमा छ, के चलिरहेछ स्क्रिप्टमा भनेर एकैचोटि हामीले कम्प्लिटली एनालिसिस गर्छौँ है। ल स्टार्ट गरौँ। ल बेसिकली हामीले कहाँबाट स्टार्ट गर्छौँ भनेपछि तपाईँको यो हाई, लो, अनि तपाईँको अहिलेको करेन्ट लो र ओपनिङ रेन्ज है, यो तिनवटा चाहिँ हामीले स्टार्टिङमा मार्क गर्छौँ। किन चाहिन्छ भनेपछि यो ओपनिङ, हाई र लो चाहिँ हामीलाई खास गरी फिबोनाची युज गर्नलाई है। हाई चाहिँ यसको मलाई जहाँसम्म लाग्छ कति चाहिँ यसको हाई चाहिँ नोट गर्दाखेरि 5049 तपाईँको अहिलेसम्मको हाई बनाएको छ। सबै पोइन्ट्सहरू नोट गर्दै जाऊँ है। त्यसपछि अहिलेको करेन्ट लो भनेको तपाईँको यही एरिया छ, सो यसले चाहिँ हामीले खासै म्याटर गर्दैन। त्यसपछि ओपनिङ रेन्ज है, ओपनिङ रेन्ज तपाईँको 300मा ओपनिङ भएको थियो, एउटा ओपनिङ हामीले राखौँ। यो चाहिँ हामीले किन चाहिन्छ भने चाहिँ फिबोनाचीको पोइन्ट्सहरू नोट गर्नलाई हामीलाई चाहिन्छ है। ल यो भएपछि हामीले फिबोनाची तानेर हेरौँ। फिबोनाची तान्दाखेरि तपाईँको के देखिरहेछौँ हामीले यो स्क्रिप्टमा। ओके, सो यसको चाहिँ अलिक कोर्डिनेट्समा मिलाउँछु है। कोर्डिनेट्स मिलाउँदाखेरि 300को ओपनिङ रेन्ज, 5049को अल टाइम हाई, यो डेटा लिइसकेपछि यसमा चाहिँ तपाईँको हामीले गोल्डन रेसियो पोइन्ट निस्काउनु पर्ने हुन्छ है। गोल्डन रेसियो पोइन्ट भनेको तपाईँको यो एरिया, अब यो एरिया चाहिँ तपाईँको ह्युज भास्ट एरिया छ। यहाँ चाहिँ खासै हामीले कुनै एउटा सर्टेन पोइन्ट, अब कतिमा किन्ने, 2700को एरियामा किन्ने कि 2100को एरियामा किन्ने भनेर तपाईँको यो चाहिँ एउटा गोल्डन रेसियो पोइन्टले अब कुन कलरमा, अरेन्ज कलरमा नोट डाउन गरौँ है। यो एरिया चाहिँ तपाईँको के छ, हाम्रो गोल्डन रेसियो पोइन्ट छ है। गोल्डन रेसियो पोइन्ट भनेको जहिले पनि तपाईँको फिबोनाची लोदेखि हाई तान्नुहुन्छ भने हामीले एउटा पोइन्ट पाउँछौँ जसलाई चाहिँ हामीले 0.61देखि र 0.5को बिचले हामीले गोल्डन रेसियो पोइन्ट भन्छौँ। सो युनिभर्सली एक्सेप्टेड कुरा हो। अब यो पोइन्टबाट तपाईँको यो स्क्रिप्टले रिभर्सल दिनुपर्ने हुन्छ भनेर हामीले प्राय पढेको हुन्छौँ है। अनि अब यहाँ चाहिँ अलि प्रब्लम चाहिँ के देखिन्छ, 2675को लेभलमा किन्ने कि 2100को लेभलमा किन्ने। सो यसको सल्युसन मैले के लिएर आएको छु भनेपछि मैले चाहिँ प्रायः के गरेको छु, यो दुवै कुरा मैले अफ गरिदिन्छु, यसलाई अन गरेर यो दुइटाको एभरेज है 557को एरिया, मैले चाहिँ ठ्याक्कै एउटा 557को एरिया चाहिँ अब मैले कस्टम बनाएको 0.5 र 0.6 एभरेज लिएर, यो जरुरी छ नि, तपाईँको हरेकजनाले यही फलो गर्नुपर्ने हुन्छ, सबैको आफ्नो तरिका हुन्छ। मैले चाहिँ यहाँबाट के पाएँ भनेपछि 2400को एरिया है, यो एरिया मैले पाएँ सपोर्टको, एज अ सपोर्ट है, सपोर्ट एरिया 2400। ल यो चाहिँ मैले तपाईँको आफ्नै एनालिसिसबाट 2400को एरिया चाहिँ मैले के पाइरहेको छु, एउटा सपोर्ट एरिया छ भनेपछि यदि हाम्रो अरू एनालिसिसहरू मिल्दै गयो भने कहाँसम्म तल आउँछ भनेपछि हामीले प्रिडिक्ट गर्दाखेरि मैले चाहिँ एउटा यो जुन चाहिँ प्रिडिक्ट गर्न सकिरहेको छु आउनसक्छ। अब यसलाई चाहिँ भेरिफाई गर्दाखेरि हामीले इन्डिकेटर्सबाट भेरिफाई गर्छौँ। अनि यहाँ आइसकेपछि यो स्क्रिप्ट चाहिँ कहाँसम्म जान सक्छ भनेर हामीले अझै प्रिडिक्ट गर्न सक्छौँ है अहिलेको लागि तपाईँको। अनि हाम्रो चाहिँ एरिया चाहिँ कता आएको छ, 2400को एरिया है। ल एउटा यो एरिया भयो। अनि बुलिन्जर ब्यान्डबाट हेर्दाखेरि बुलिन्जर ब्यान्डको तपाईँको हाम्रो लोवर ब्यान्डमा आएको छ। यो तपाईँको भन्ने बानी मलाई एकदमै नराम्रो लागिसकेको छ। जहिले पनि टिकटक लाइभमा आउँदाखेरि तपाईँको यो स्क्रिप्ट त्यो स्क्रिप्ट भन्दाखेरि त्यही बानी लागिसकेको छ। बुलिन्जर ब्यान्डको एरिया हेरौँ है। बुलिन्जर ब्यान्डको तपाईँको के छ भनेपछि 2780को एरिया है, लोवर ब्यान्डमा आइरहेको छ स्क्रिप्ट चाहिँ। अहिले चाहिँ हामीले यो चाहिएन, लोवर ब्यान्ड चाहिँ नै तपाईँको डोमिनेट गरिरहेको छ। लोवर ब्यान्डको तपाईँको तलतिर फराकिलो हुँदै गएको छ, मिनवाइल माथिको पनि फराकिलो हुँदै गइरहेछ है। सुपर ट्रेन्ड 10/3 हेर्दाखेरि तपाईँको एउटा बियरिस ट्रेन्ड चलेको छ। 10/2मा पनि हेर्दाखेरि बियरिस ट्रेन्ड नै चलेको देखिन्छ है। यहाँबाट पनि इएमएबाट खासै राम्रो इन्डिकेसन छैन। पिभोट पोइन्टबाट हेर्दाखेरि S2मा सपोर्ट लिइरहेछ है। अहिलेलाई यदि हामीले मार्क गर्छौँ भने S1 पनि तपाईँको एउटा राम्रो जोन देखिरहेछ है, सपोर्ट 1 भनेर भन्छौँ। अब यहाँ चाहिँ यहाँ चाहिँ स्टप हुन्छ हुँदैन भनेर भन्न सकिन्न, तर S1 चाहिँ के गर्छ, सपोर्टको जस्तो काम गर्छ। यो सपोर्टले तपाईँको के काम गर्छ भनेपछि यदि तपाईँको भोलिको मार्केट यहाँ आइरहेछ नि, तपाईँको यसरी चाहिँ बसेर अब यो पोइन्टबाट फर्किन्छ कि यो पोइन्टबाट फर्किन्छ, जस्ट सपोर्ट भन्ने ल यहाँ चाहिँ केही बेर होल्ड गर्न सक्छ भनेर देखिरहेछ है यो स्क्रिप्टले।
इचिमो क्लाउड र खासै इचिमो क्लाउडमा डेटा नभएर तपाईँको क्लाउड यहीँ नेगेटिभ भएर तपाईँको अलरेडी इचिमो क्लाउडले के प्रे गरिसकेको थियो मार्केट चाहिँ नेगेटिभ देखिरहेछ भनेर है। सो यहाँबाट पनि तपाईँको खासै राम्रो देखेको छैन। मुभिङ एभरेज क्रसबाट खासै केही पनि डेटा निस्किँदैन। मुभिङ एभरेज 5बाट हेर्दाखेरि त 3021 है, यो पोइन्टभन्दा माथि नगएसम्म यो स्क्रिप्ट चाहिँ अहिले तपाईँको बेरिस मोमेन्टम नै छ र यो बेरिस मोमेन्टम कहाँबाट स्टार्ट भएको थियो भने चाहिँ यो पोइन्टबाट स्टार्ट भइसकेको छ भनेर क्लियरली इन्डिकेट गरिरहेछ। अरू कुराहरू एमएससिडीबाट हेर्दाखेरि अलमोस्ट नेगेटिभ छ है। एमएससिडीबाट हामीले दुईवटा डेटा चाहिन्छ। अब डेटा हेर्दाखेरि तपाईँको कुन एउटा डेटा हामीले यो चाहिन्छ है, यहाँबाट बियरिस ट्रेन्ड स्टार्ट भएको थियो। सो यो डेटा हामीले एउटा अब्जर्भ गर्छौँ है, जस्ट अब्जर्भ गर्छौँ यो डेटा। त्यसपछि यो डेटा अहिले म मार्क गर्दैछु है, एक्सप्लेन गर्छु किन चाहिन्छ है यो डेटाहरू। त्यसपछि यो डेटा है, यो तिनवटा डेटा चाहिँ हामीलाई एकदम इम्पोर्टेन्ट हुन्छ। ल यति डेटा हामीलाई चाहिन्छ। आरएसआईलाई हामीले हेर्दाखेरि अझै पनि यहाँ पोइन्ट है, यसमा चाहिँ धेरै डेटा नभएर हामीले भन्न सक्दैनौँ कि 30बाटै फर्किन्छ भनेर। अलमोस्ट फर्किने एरिया यहाँबाट पनि छ, जुन हिसाबको डाउनफल छ मलाई लाग्दैन यहीँबाट फर्किन्छ। तर फर्किने एरिया तपाईँको 0.1 चाहिँ एउटा यो हुन्छ, यो एरिया है 32को पोइन्टबाट तपाईँको फर्किनुपर्ने एरिया हुन्छ। नत्र अहिलेसम्म लो आएको डेटा हामीसँग 24.54को एरिया छ है, यो डेटासम्म हामीसँग छ। एकुमुलेसन डिस्ट्रिब्युसनमा हेर्दाखेरि कम्प्लिटली एग्रेसिभ डिस्ट्रिब्युसन नै छ है, यति डेटा छ। अब मेजर हामीले यो सबै त जस्ट तपाईँको हामीले इन्डिकेटर्सहरूबाट के कस्तो मोमेन्टमहरू देखिरहेछ भनेर पत्ता लगायौँ। अनि मेजर कुरा अब चाहिँ हामीले ब्रोकर होल्डिङ हेर्नुपर्ने हुन्छ है। ब्रोकर होल्डिङबाट तपाईँको धेरै कुराहरू हामीले पत्ता लगाउन सक्छौँ। जस्तै अब ब्रोकर होल्डिङबाट हामीले के हेर्न पाउँछौँ भनेपछि ह्युज भोल्युम है, यो क्यान्डलमा तपाईँको ह्युज भोल्युम आएको छ। सो यो क्यान्डललाई लिएर यो क्यान्डलसम्म है, या यो क्यान्डल अर एल्स यो क्यान्डल है, यो क्यान्डलसम्म हामीले के कुरा प्र्याक्टिकल्ली हेरिरहेछौँ भनेपछि यहाँबाट तपाईँको अपरेटर इन्ट्री भएको थियो है, यो टाइम फ्रेममा यो क्यान्डल पछि तपाईँको 1 2 3 4 5 यो क्यान्डलसम्म तपाईँको अपरेटर इन्ट्री जस्तो देखिन्छ। त्यसपछि तपाईँको यो एउटा दुईवटा तिनवटा चारवटा त्यसै मेजर के छ भनेपछि मेजर यतिबाट हेर्नु पऱ्यो, यो क्यान्डलदेखि लिएर यो क्यान्डल है, यो क्यान्डलमा हामीले के देखिरहेछौँ यहाँबाट तपाईँको डिस्ट्रिब्युसन जस्तो देखिरहेछौँ। फर्स्ट सिनारियो यो पोइन्टदेखि एउटा दुईवटा तिनवटा चारवटा पाँचवटा पोइन्ट है, यो यति पोइन्टमा हामीले के देखिरहेछौँ डिस्ट्रिब्युसन देखिरहेछौँ। अनि मेजर हेर्नुपर्ने त्यसपछि यो एरिया है, यो एरियामा तपाईँको के भएको थियो, मेजर स्क्रिप्ट चाहिँ तपाईँको यो एरियामा यो पोइन्टबाट यहाँसम्म के भएको थियो, एकुमुलेसन भएको थियो, डिस्ट्रिब्युसन भएको थियो, कुन अपरेटर कसरी लगाएको थियो, यसमा चाहिँ हामीले यो कुराहरू पत्ता लगाउँछौँ। अनि त्यसपछि यो चारवटा क्यान्डल किन इम्पोर्टेन्ट छ, किनभने तपाईँको यहाँ एकुमुलेसन जस्तो देखाएको थियो है, यो एरिया हेर्छौँ। अनि फाइनली हामीले यो एरियामा कन्क्लुड गर्छौँ यो स्क्रिप्ट चाहिँ के भएको थियो, किन तपाईँको यो स्क्रिप्ट एकैचोटि एग्रेसिभ फल आयो भनेर हामीले चाहिँ यहाँबाट एउटा कन्क्लुजन निस्काउँछौँ है। सो यति डेटा हामीसँग छ। स्टार्ट गरौँ यो पोइन्टबाट है, ब्रोकर होल्डिङमा गएर हेर्नुपर्ने हुन्छ। सो ब्रोकर होल्डिङमा गएर तपाईँको सन्डेदेखि है, सन्डेकोदेखि लिएर तपाईँको फ्राइडे मन्डे, सन्डे टु मन्डे भनेपछि अप्रिल 6 टु अप्रिल 13 हामीले यो डेटा चाहिन्छ। होपफुली यसपालि सेयरहरूले राम्रोसँग रिस्पोन्ड गर्छ है। ओके, एक्चुअली यो भन्नुभन्दा अगाडि है, ओके यो भन्नुभन्दा अगाडि तपाईँको हाम्रो अहिलेसम्म 6 मन्थ्सको टाइम फ्रेम है, 6 मन्थ्सको टाइम फ्रेममा यही प्रब्लम छ है सेयर हबको। ल 6 मन्थ्सको टाइम फ्रेममा 77 नम्बर ब्रोकर हामीले नोट गर्नुपर्ने एउटा कुरा के छ, 77 नम्बर ब्रोकर है। सो 77 नम्बर ब्रोकरकै यसबाट तपाईँको ह्युज एकुमुलेसन डिस्ट्रिब्युसनहरू चलेको जस्तो देख्न सक्छौँ। टप ब्रोकरमा 77 नम्बर ब्रोकर आइरहेछ। अलमोस्ट जति बेलादेखि तपाईँको यो आइपिओ ओपन भएको छ है, त्यो टाइम फ्रेमदेखि अहिलेसम्म तपाईँको कुन ब्रोकर आएको छ भने चाहिँ 77 नम्बर ब्रोकर है। 8 लाख किता जति, 8 लाख 10,000 किता जतिको कारोबार भएको थियो। अनि अब डिटेलमा जाँदाखेरि हेरौँ है, यो ब्रोकरलाई हाइलाइट गर्नुपर्ने देखिन्छ है। हामीले कुन टाइम फ्रेममा अप्रिल कुन थियो, अप्रिल 5 टु
ओके सरी अप्रिल 6 टु अप्रिल 13 है यो टाइम फ्रेममा हामीले स्क्रिप्टलाई हेर्नुपर्ने हुन्छ अप्रिल 5 टु अप्रिल 6 टु अप्रिल 13 अप्रिल 6 टु अप्रिल 13 है यो टाइम फ्रेममा ब्रोकरमा के चलिरहेको थियो भनेर डिटेलमा हेर्नुपर्ने हुन्छ ओके यो टाइम फ्रेममा हामीले के पत्ता लगाइरहेछौँ 58, 77 एन्ड 56 तीनवटा ब्रोकर छ अनि हामीले हाइलाइट गरेको ब्रोकर भनेको 77 नम्बर ब्रोकर है अहिलेलाई हामीले के हेर्न सक्छौँ 58 नम्बर ब्रोकर एन्ड 77 नम्बर ब्रोकर दुईवटा ब्रोकर छ 58 अलमोस्ट 80,000 किता है यो टाइम फ्रेममा हामीले नोट डाउन गर्दै जान्छौँ है नोट डाउन गर्दै जान्छौँ कुराहरू अनि पछि चाहिँ गएर कन्क्लुड गर्छौँ है 40,000 किता बाई 58 एन्ड जस्ट मैले एउटा तपाईँको एभरेजमा भनेर चाहिँ किता बाई 77 है यहाँ चाहिँ हामीले यो दुईवटा ब्रोकरलाई हाइलाइट गरेर राख्छौँ कति जस्ट एउटा टेम्पोररी कति एमाउन्टको एकुमुलेसन डिस्ट्रिब्युसन भएको छ है यो एरियामा तपाईँको कतिको भएको छ यो एरिया हामीले यो डेटामा हेर्दाखेरि यसरी पत्ता लगायौँ यहाँबाट पनि राख्दा हुन्थ्यो है ठ्याक्कै यसमा पनि टेक्स्टमा राख्दा हुन्छ ल म यसमै यो कट गरेर यो डेटा चाहिँ हामीले यसमा राखिदिन्छौँ ल एकुमुलेसनको टाइम थियो यसमा राखिदिन्छौँ यो टाइम फ्रेममा यो ब्रोकर थियो सिमिलरली यो टाइम फ्रेममै अप्रिल 13 टु अप्रिल 20 अप्रिल 13 टु अप्रिल 20 अर्को हामीले डेटा लिनु पर्यो अप्रिल 13 टु अप्रिल 20 अर्को डेटा हामीले यहीँबाट लिन्छौँ ओके 77 नम्बर ब्रोकर 30,000 एन्ड सेलिङमा पनि हेर्नु पर्यो है सेलिङमा हामीले त्यहाँ छुट्यायौँ यस्तो प्रब्लम दिन्छ नि सेयरहरूले क्लिक नै हुँदैन ओके यसलाई 44 नम्बर ब्रोकर एन्ड यस्तो झ्याउ लाग्दो छ नि यो सेयरहरूमा फिक्स गर्नु पर्यो यो कुराहरू त्यही भएर मैले कसैलाई खासै रिकमेन्ड पनि गरेको हुन्न अप्रिल 6 टु अप्रिल 13 मा हामीले बाइङ हेर्दाखेरि सँगसँगै होल्डिङ पनि हेर्नुपर्ने हुन्छ है मेजर हामीले होल्डिङ हेरौँ ओके 58 एन्ड 77 रहेछ यो भिडियो यत्तिकै लामो हुन्छ यो होल्डिङहरू काम गरिदिएको भयो ओके मिनवाइ तपाईँको यहाँ हामीले के देखिरहेको छौँ 77 को राम्रो होल्डिङ छ अनि सेलिङमा अब फर स्योर त टाइममा आइपिओ आएको थियो यो स्क्रिप्टको तपाईँको आइपिओमा हुँदाखेरि 58 को सेलिङ नै देखिन्छ किनभने आइपिओको प्राय सेलर चाहिँ 58बाट भएको हुन्छ यो टाइम फ्रेममा हामीले यो कुरा देखिरहेछौँ त्यसपछि हामीले अप्रिल 13 टु अप्रिल 20 लाई मार्क गरेर यो टाइममा पनि 58 को सेलिङ नै देख्छौँ है ओके 30,000 कि त सेलिङ छ मिनवाइल बाइङमा को छ 77 मा तपाईँको 28 नम्बर ब्रोकर है 28 एन्ड 48 अलमोस्ट 30,000 किटाको समअप गरेर हामीले यहाँ पनि लेख्न सक्छौँ यो एरियामा पनि तपाईँको के भएको थियो यो एरियामा पनि हाम्रो बाइङ नै देखिन्छ है बाइङकै होल्डिङ देखिरहेको थियौँ हामीले ओके 77 30,000 है 30,000 किता एन्ड सिमिलरली कुन थियो 48 को 30,000 किता एन्ड यो पछि हामीले कुन डेट चाहिन्छ अप्रिल 21 यो टाइम फ्रेमदेखि लिएर अप्रिल 21 टु अप्रिल 21 टु जुलाई 15 है जुलाई 16 टु जुलाई 16 यहाँबाट गेम चेन्जिङ कुराहरू भएको होला ओके यो टाइम फ्रेममा मेजरली तपाईँको के छ भनेपछि यो टाइम फ्रेममा हामीले ब्रोकर होल्डिङ सँगसँगै एभरेज पनि हेर्नुपर्ने हुन्छ है 6,3471 को बाइङ छ यो टाइम फ्रेममा यहाँ चाहिँ आउँदाखेरि
77 नम्बर ब्रोकरको अलमोस्ट कति 5.6 लाख किता 5.6 लाख किता एट कतिमा छ 3471 एट 3471 यो एरियामा छ है। सो मेजरली हामीले हेर्ने भनेको यो टाइम फ्रेममा अलमोस्ट यो ब्रोकरको एकुमुलेसन नै थियो है, एकुमुलेसन नै थियो भनेर हामीले यो टाइम फ्रेममा पनि हेर्न सक्छौँ। अनि त्यसपछि सेलिङमा के छ, यो ब्रोकर छ यहाँ पनि रोटेट नै गरेको छ है। 3441 3441 3441 अलमोस्ट लसमै गइरहेको देख्छु है मैले। एकुमुलेसन पनि छ तपाईँको 77 को कति किता छ 5.25 लाख किता एट 3441 अलमोस्ट मैले यहाँबाट के कन्क्लुजन पाइरहेको छु, यो ब्रोकरले अलमोस्ट सेलिङ नै गरेको छ एन्ड प्रफिट भन्दा पनि लसमै बेचेको जस्तो देखिन्छ है, लसमै बेचेको जस्तो देखिन्छ। अनि अब यो टाइम फ्रेममा पनि हेर्नुपर्ने हुन्छ। अलमोस्ट यो टाइम फ्रेममा तपाईँको अलमोस्ट एभरेजिङ भन्दा पनि एकुमुलेसनको एरिया नै माथि थियो है। एन्ड फाइनली अब यो टाइम फ्रेम भनेको जुलाई 17 टु जुलाई 22 जुलाई 17 टु जुलाई 21 हो कि 22 हो 22 60,000 किता सेलिङमा छ, मिनवाइल 80,000 किता बाइङमा छ। बाइङ प्राइस 3385 बाइङ प्राइस 77। अब होल्डिङ नै जस्ट राखौँ है, अलमोस्ट एकुमुलेसन भन्दा नि होल्डिङ चाहिँ देखिन्छ यहाँ चाहिँ। 23,000 किता एट 3385 होल्डिङ 23,000 किता एट 3385 यो चाहिँ एकुमुलेसन जस्तो देखिन्छ, यहाँ पनि एकुमुलेसन जस्तो देखिन्छ। एन्ड लास्ट जोन भनेको तपाईँको यो एरिया है, यो एरियामा तपाईँको के भएको छ स्क्रिप्टलाई अलि डिटेलमा हेर्नु पर्यो। अनि पछि यो डेटदेखि करेन्ट डेटसम्म अगस्त 3 यो डेटदेखि अहिलेसम्म यो स्क्रिप्टमा के चलेको छ, मेजर चाहिँ यही एरियामा जे भएको थियो यही एरियामा भएको छ। बाइङमा हेर्दाखेरि केही छ 1,20,000 किता बाइङ छ, मिनवाइल सेलिङ 1,80,000 किता 1,90,000 किता अलमोस्ट सबै सम अफ क्यालकुलेट गर्दाखेरि तपाईँको यहाँ चाहिँ हामीले के देखिरहेछौँ, अपरेटर एट लसमा है, अपरेटर एट लस यो एरियामा के भइरहेछ, मोटो चाहिँ के छ, एक्जिट गर्ने मोटो नै छ है। एक्जिट कता भएको छ अलमोस्ट 3252 को एरियामा, अलमोस्ट यो एरियामा आएर 3252 को एभरेजमा ब्रोकर चाहिँ एक्जिट भएको जस्तो देखिन्छ एट 3252 बाई ब्रोकर नम्बर 77 को सेल्स है। ओभरअल हामीले यही कन्क्लुड गर्न सक्छौँ है। अब टाइम फ्रेमलाई पनि ओभरअल यहाँबाट हेर्दाखेरि धेरै यसमा मैले जस्ट अलिअलि ब्रोकर होल्डिङ हेर्न सिकाएको, ओभरअल कन्क्लुड गर्दाखेरि यहाँ चाहिँ हामीले के देखिरहेछौँ, किनभने अलमोस्ट हामीले थाहा नै छ 77 नम्बर ब्रोकरको यहाँ चाहिँ मजाले बाइङ र सेलिङ चलिरहेको छ। 8,10,000 किता बाइङ हुँदाखेरि 3478 तपाईँको बाइङ प्राइस थियो भनेपछि ठिक छ। अब एक्सप्लेन गर्दाखेरि 77 नम्बर ब्रोकरको 8 लाख किता एट 3487 थियो है, 3478 या 87 जित्छ एउटा एभरेजलाई हामीले लिँदाखेरि यहाँ चाहिँ हामीले के पाइरहेछौँ, अपरेटर चाहिँ तपाईँको यो एरियामा एन्ट्री गर्दाखेरि 77ले अलमोस्ट 8,10,000 किता 34 भनौँ अलमोस्ट 3500 को रेन्जमा
3478 3480 है। अलि क्यालकुलेसन इजी गर्नलाई यो एरियामा उठाएको थियो भनेपछि सेलिङ चाहिँ यही के गरेको छ, सेलिङ चाहिँ गरेको छ है। एन्ड ओभरअल 8 लाख जति 7 लाख 20,000 किता जति होल्डिङमा देखिन्छ। ओभरअल कतिमा गरेको छ 3416 77 7.9 लाख एट 3416 3420 3420 यो चाहिँ सेलिङको जस्तो देखिन्छ। सो यसलाई चाहिँ हामीले कम्पेयर गर्दाखेरि एकैचोटि कम्प्लिटेड एभरेज गर्दाखेरि हामीले के पाइरहेछौँ, अलमोस्ट तपाईँको ब्रोकरले 60 रुपियाँको लसमा है, लसमा एक्जिट गरेको। यहाँ र यहाँ यसलाई कम्पेयर गर्दाखेरि अपरेटर एट कतिमा लसमा निस्केको जस्तो देखिन्छ है। अपरेटर या तपाईँको 77 नम्बरबाट जसले चाहिँ यो स्क्रिप्ट चलाउनु भएको थियो, के देखिरहेछौँ हामीले एट 60 रुपिसको पर किता लसमा एक्जिट भएको जस्तो हामीले क्लियरली देखिरहेछौँ। भनेपछि सप्लाई आएको छ एट 60 रुपिसको लसमा है, 60 रुपिसको लसमा अपरेटरले एक्जिट गरिरहेछ। अब बाइचान्स तपाईँको आउने फ्युचरमा केही प्लानिङ भयो भने तपाईँको अब यो स्क्रिप्टमा खासै केही पनि है, केही पनि त्यस्तो खासै त छैन अहिलेसम्म। जस्ट के छ, डिस्ट्रिब्युसन चाहिँ रियल हो, रियल डिस्ट्रिब्युसन चलेको चाहिँ छ, यसमा तपाईँको केही पनि म्यानिपुलेसन भएको छैन। अब आउने टाइममा यदि तपाईँको यो एरियामा है अलमोस्ट तपाईँको जति किता किनेको थियो 8,10,000 किता जति किनेको थियो त्यति नै तपाईँको एक्जिट भएको जस्तो देख्न सक्छौँ है। अब कम्पलसरी छैन कि तपाईँको जुन हामीले ब्रोकर होल्डिङ हेरिरहेछौँ त्यो चाहिँ एक्चुअल ब्रोकर होल्डिङ हो, किनभने कहिलेकाहीँ तपाईँको बिओ टु बिओ हुँदाखेरि या तपाईँको कम्प्लिटली सबै डेटा चाहिँ हुँदैन। जे हामीले अलि डेटाहरू पाउँछौँ यहाँबाट हामीले के एनालिसिस गर्न पाइरहेछौँ भनेपछि अपरेटर एक्जिट या तपाईँको 77 नम्बर ब्रोकरबाट लसमै बेचेको जस्तो हामीले क्लियरली देखिरहेछौँ। यहाँ चाहिँ तपाईँको 60 रुपिसको, अब यो चाहिँ तपाईँको एक्ज्याक्ट होइन, जस्ट त्यो भनौँ न एभरेजको रेटमा मैले निस्काएको छु। 60 रुपिसको लसमा चाहिँ अपरेटर निस्केको जस्तो देखिन्छ। अनि सपोर्ट एरिया है, यदि तपाईँको स्क्रिप्ट तल आउँछ भने सपोर्ट एरिया चाहिँ 2400को एरियामा छ, किनभने तपाईँको गोल्डन रेसियो है, गोल्डन रेसियो पोइन्ट भनेको 2680देखि लिएर तपाईँको 2200 2125सम्मको छ। अब यो एरियामा त आउने टाइममा के हुनसक्छ अहिलेको लागि हामी यति चाहिँ स्योर छौँ, जुन तपाईँको क्यान्डल र भल्युमको रिलेसनबाट हामीले हेरिरहेछौँ यति चाहिँ हामीले के स्योर भइरहेछौँ भनेपछि यो स्क्रिप्टमा सेलिङ चाहिँ चलिरहेछ है, लगातार तपाईँको सेलिङ चाहिँ चलिरहेछ। अनि सप्लाई क्यान्डलहरू लगातारै बनाएको छ। सप्लाई क्यान्डल बनाउँदाखेरि यो पनि क्यान्डल है, यो पनि क्यान्डल तपाईँको एउटा ह्युज सप्लाई क्यान्डल बनाइसकेको छ। यहाँ पनि तपाईँको के छ, सप्लाई क्यान्डल फर्मेसन भइसकेको छ। अब कोअर्डिनेट्सहरू राख्दाखेरि हाई चाहिँ 3053.6 3053.6 एन्ड लोमा हुँदाखेरि 2775 है, 2775। यहाँ चाहिँ हामीले के देखिरहेको छौँ भनेपछि यो एरियामा तपाईँको राम्रो सप्लाई बनिसकेको छ है, सप्लाई एरिया यही भइसकेको छ भन्नुपर्ने छैन। 3053.6 देखि लिएर 2775 ल यो एरिया हाम्रो एउटा सप्लाई जस्तो देखिसकेको छ है। यहाँ चाहिँ ह्युज सप्लाई छ, त्यस्तै यो क्यान्डलमा पनि ह्युज सप्लाई छ, यो एरियामा पनि ह्युज सप्लाई छ। सप्लाई एरिया 3419, सप्लाई एरिया कति छ 3419 टु 3200। ओके, सो सप्लाई एरियाहरू तपाईँको धेरै बनिसकेको छ। ओभरअल यो पनि तपाईँको सप्लाई एरिया जस्तै छ। अलमोस्ट हामीले यो पोइन्टमा हुँदाखेरि पनि तपाईँहरूले भनेको थिएँ 3600को एरियाबाट 3680को एरियामा मार्क पनि गरेको थिएँ, यहाँ चाहिँ तपाईँहरूले एक्जिट गर्नुहोस् भनेर।
36-80 को एरिया हुँदाखेरि मैले एउटा इन्फर्मेसन पनि दिएको थिएँ है कि यो एरियामा जुन हिसाबले हामीले स्क्रिप्टलाई देखिरहेछौँ एक्जिट गर्दा बेटर होला। सो आउने टाइममा यदि स्क्रिप्टलाई कन्क्लुड गर्नु पऱ्यो भने अहिले चाहिँ तले आउँछ। तले आउँदाखेरि अब यो जोनलाई है, यो जोनलाई बिट गर्छ कि गर्दैन, यो जोनलाई बिट गर्यो भने यो जोनलाई बिट गर्नुपर्ने हुन्छ। सो अब सप्लाईहरू धेरै बनाइसकेको छ है, सप्लाईहरू धेरै बनाइसकेको छ। एन्ड क्यान्डल र प्याटर्नलाई हेर्दाखेरि, क्यान्डल र प्याटर्नको हिसाबले हेर्दाखेरि तपाईँहरूको यदि माथि जान्छ भने कुन एरिया 2960 है, एसएल पोइन्ट तपाईँको यही हुनुपर्ने थियो 2960। यो एरिया चाहिँ एउटा एसएल एरिया हुनुपर्ने थियो तपाईँहरूको। होपफुली अब जसले जतिमा पनि उठाउनु भएको थियो पैसाको माया मारेर यो एरियामा एसएल हिट गर्नुपर्ने थियो है तपाईँहरूलाई। अनि आजको क्यान्डलको स्टिकको हिसाबले पनि हेर्दाखेरि मलाई लाग्दैन कहीँबाट तपाईँको स्ट्रिपमा बाइङ जस्तो छ, कम्प्लिटली सेलिङ नै छ है। हेर्न पनि सकिन्छ यदि आज एसएल गर्नुपर्ने थियो गर्नु भएको छैन भने ह्युज मिस्टेक जस्तो देखिन्छ है। अनि फर्दर हेर्दाखेरि तपाईँको यो स्क्रिप्टमा लास्ट मोमेन्टमा है ह्युज सेलिङ भएको छ है। लास्ट मोमेन्ट तपाईँको लास्टको 3 घन्टामा, 3 घन्टा भने यो 2 घन्टामा ह्युज सेलिङ छ। यता पनि यो क्यान्डलमा है, यही क्यान्डल एक्ज्याक्टली यो क्यान्डलमा ह्युज सेलिङ छ। सो सप्लाई एरिया चाहिँ टन्नै बनाइसकेको छ। 15 मिनटको टाइम फ्रेममा हेर्दाखेरि पनि यहीँ चाहिँ है मेजर आज कि यो क्यान्डल है एउटा यहीँ भनिरहेको छु नि, यो एरिया र यो एरिया है, यो दुइटै एरिया चाहिँ ह्युज सप्लाई एरिया जस्तो बनिसकेको छ। सो स्क्रिप्टमा अहिले छिर्न चाहिँ कतैबाट राम्रो चाहिँ देखिन्न भनेर यहाँ चाहिँ हेर्न सकिन्छ। अब 2400 को एरियामा भोलिको डेटमा 24 अब कन्फर्म छैन कहाँबाट फर्किन्छ, तर जुन हिसाबले डाउनफल छ 2400 को एरियामा आएर केही न केही रोकिनुपर्ने हुन्छ। अनि यो एरियामा रोकेपछि एटलिस्ट 2960देखि 3000 को एरियासम्म एक्चुली बाउन्स ब्याक दिन सक्छ है, किनभने लगातार तपाईँको कुनै स्क्रिप्ट झरेको गर्दैन। अब यो एकैचोटि यसरी झार्नुपर्ने कारण पनि केही थिएन, किनभने मजाले यदि तपाईँको मार्केट बढ्दाखेरि यो स्क्रिप्टलाई बढाएर पनि निस्किन सकिन्थ्यो है। अब तलतिर ल्याएर एकुमुलेसन गर्न सकिन्छ, केही गर्न सकिन्छ भनेर कुरा छुट्टै हो। तर अहिलेसम्म जुन हामीले डेटाहरू हेरिरहेछौँ 77 ब्रोकरले यो स्क्रिप्टलाई डोमिनेट गरिरहेछ। अब त्यहीँबाट तपाईँको सर्ट एन्ड बाई सेलहरू जस्तो देखिरहेछ है, सर्ट एन्ड बाई भएको छ, सेलिङ भएको छ। ओभरअल कन्क्लुड गर्दाखेरि 60 रुपिसको ब्रोकरको लसहरू अब सिजिटीहरू होला, त्यसपछि ब्रोकरको कमिसनहरू होला, त्यो सबै छुट्टै कुरा आफ्नो ठाउँमा हो। जस्ट तपाईँको एउटा मोटामोटी भनौँ न 60 रुपियाँको लसमा चाहिँ छ। अनि सपोर्ट एरिया है 2400 को एरियामा केही पर्फर्मेन्स दियो भने ठिक छ, होइन भने अहिले चाहिँ यो स्ट्रिपमा हामीले केही पनि एउटा राम्रो मेजर मोमेन्टम त देखिरहेको छैनौँ है। यसरी मैले कन्क्लुड गरेँ यो स्ट्रिपलाई। एन्ड बाइङको लागि मैले सजेसन दिनँ। यदि तपाईँले हेर्नुहुन्छ भने सपोर्ट एरिया यहाँ चाहिँ हेर्न सक्नुहुन्छ। यस्तै कुनै अझै स्ट्रिपहरू तपाईँहरूले एनालिसिस गर्नु छ या मेरो मेन्टरसिप चाहिन्छ भने वाट्सएप नम्बर म राखिदिइरहेको छु। मेन्टरसिप चाहिँ तपाईँले मलाई यहाँ चाहिँ कन्ट्याक्ट गर्न सक्नुहुन्छ है। यसमा चाहिँ मलाई कन्ट्याक्ट गरेर तपाईँहरूले केही छ भने सोध्न सक्नुहुन्छ। ल यति हो मेरो तर्फबाट यो स्क्रिप्टमा।